Hello guys, namaste. Today we are talking about niacinamide हैन धेरै क्वेशन्सहरु आए थियो niacinamide युज गर्न के हुन्छ कि हुँदैन एक्ने प्रोन स्किन छ मेरो सेन्सिटिभ छ यो छ भनेर मलाई डीएम गर्नु भएको थियो सो यो चाहिँ उहाँहरुको लागि niacinamide भनेको के हो niacinamide भनेको चाहिँ हाम्रो हुन्छ नि भिटामिन ए बी niacinamide चाहिँ बी मा पर्छ इट्स B3 हैन अनि त्यो चाहिँ हामी खानेकुराहरुमा पनि हुन्छ जस्तै एग्स बीन्स हैन अरु थुप्रै खानेकुराहरुमा हुन्छ बट जुन चाहिँ हामीले स्किनको लागि युज गर्छौं त्यो चाहिँ टपिकली युज गर्छौं बिकज हाम्रो स्किन कन्सर्नहरु हुन्छ स्पेसिफिक कन्सर्न जस्तो niacinamide चाहिँ केको लागि हेल्प गर्छ भन्दाखेरि तपाईको पोर्सहरु धेरै छ भने तपाई ओइली स्किन कम्बिनेसन टु ओइली स्किन हुनुहुन्छ ओइली स्किन धेरै छ सो सिबम प्रोडक्सन धेरै हुन्छ भने हैन डार्क स्पट हाइपर पिगमेन्टेसनको लागि पनि हेल्प गर्छ अनि प्लस तपाईको रोजेसिया रेडनेसहरु छ भने त्यसको लागि हेल्प गर्छ niacinamide ले इवन एन्टी एजिङ को लागि हेल्प गर्छ जस्तै तपाईको क्रोज फिटहरु छ फाइन लाइन्स छ रिंकल्स छ भने त्यसको लागि पनि हेल्प गर्छ है अब कति पर्सेन्ट चाहिँ niacinamide इज good for the skin भन्दाखेरि generally चाहिँ 3 to 5% niacinamide is very good for your skin 5% भन्दा तपाई अलिकति माथि जानुहुन्छ 5 to 10% हुन्छ नि 10 भन्दा पनि अहिले एक्सिड गरेर स्किन केयरहरुमा आउने गरेको छ त्यो चाहिँ म अलिक सजेस्ट गर्दिन तपाई niacinamide चाहिँ अलिकति एक्सिड गरेर 10% कन्सन्ट्रेसन भएको या त त्यो भन्दा माथि जानुहुन्छ भने चाहिँ त्यसले चाहिँ तपाईको स्किन बेरियर रिपेयर गर्नु भन्दा ड्यामेज पनि गर्न सक्छ प्लस तपाई एक्ने प्रोन ब्लेमिशेसहरु भएको हुनुहुन्छ भने चाहिँ त्यसले तपाईलाई हेल्प गर्नु भन्दा ज्यादा हानि पनि गर्न सक्छ सो यु हैव टु बी भेरी केयरफुल म अहिले सजेस्ट गर्ने भनेको चाहिँ 3 to 5% सम्मको niacinamide भएको प्रोडक्टहरु युज गर्नुहोस् जसको स्किन बेरियर ड्यामेज भएको छ एक्ने प्रोन स्किन छ एकदम सेन्सिटिभ छ भने तर यदि तपाईको स्किन सेन्सिटिभ छैन भने चाहिँ तपाईले 10% या त 5% भन्दा माथि या त 10% भन्दा माथि पनि युज गर्न सक्नुहुन्छ है यो चाहिँ बेसिकली एकदमै सेन्सिटिभ स्किन प्लस एक्ने प्रोन स्किन अनि स्किन बेरियर ड्यामेज भएको उहाँहरुको लागि हो 3 to 5% सम्म भएको niacinamide को स्किन केयर युज गर्नुस् हैन त्यसले चाहिँ तपाईको स्किनलाई एकदमै राम्रो गर्न मद्दत गर्छ राम्रो अलिकति ग्लो पनि देखाउँछ प्लस स्किन बेरियर रिपेयर पनि गर्छ अनि एन्टी एजिङ प्रपर्टिज पनि छ मैले अलरेडी भनिहाले obviously niacinamide इज अ हिरो इन्ग्रेडिएन्ट हैन बट त्यसले मात्रै काम गर्छ भनेर चाहिँ हुँदैन I take it more like a supportive ingredient than the hero ingredient हैन so supportive ingredient चाहिँ किन भन्दाखेरि niacinamide तपाईले hyaluronic acid सँग युज गर्नु भयो भने धेरै राम्रो vitamin C सँग युज गर्नु भयो भने धेरै राम्रो it can also be used with retinol retinoids हरु सँग हैन त्यसले चाहिँ बुस्ट गर्छ रिजल्ट्स हाम्रो सो त्यो भएर चाहिँ तपाईले niacinamide मात्रै युज गर्छु भनेर हैन त्यसलाई अरु इन्ग्रेडिएन्ट सँग मिक्स गर्नुस् मिक्स एज इन तपाईले टोनर hyaluronic acid युज गर्दै हुनुहुन्छ भने तपाई niacinamide युज गर्नुहोस् तपाईको स्किन की बेरियर एकदमै ड्यामेज छ भने चाहिँ म के सजेस्ट गर्छु भने niacinamide भएको मोइस्चराइजर युज गर्नुहोस् हैन अनि अहिले त स्किन केयरहरुमा टन्नै इभन सन ब्लकहरुमा सनस्क्रिनहरुमा टोनर प्याड्स आई क्रीम्स हैन सिरम्स एम्प्युल सबैमा हुन्छ niacinamide सो त्यो चाहिँ तपाई केही इन्ग्रेडिएन्ट सँग पेयर अप गरेर युज गर्नु भयो भने चाहिँ त्यो स्किनको लागि पनि एकदम राम्रो अनि प्लस त्यो फर्मुला पनि त्यसले बुस्ट गर्नु एकदम हेल्प गर्छ फर्स्टमा स्टार्ट गर्दा चाहिँ जहिले पनि सुदिङ कामिङ इन्ग्रेडिएन्ट्सहरु अनि जुन स्किन केयर चाहिँ सेन्सिटिभ स्किनको लागि रेडी गरेको हुन्छ त्यो स्किन केयर ट्राई गर्नुहोस् यदि तपाईहरु सुरुमा स्टार्ट गर्दै हुनुहुन्छ स्किन केयर भने चाहिँ त्यसपछि तपाईहरुले बिल्ड अप गर्दै आफ्नो स्किन थाहा हुन्छ नि त कति युज गर्दा के हुन्छ भनेर त्यसपछि तपाईहरुले बिल्ड अप गर्दै अरु इन्ग्रेडिएन्ट्सहरु ट्राई गर्न सक्नुहुन्छ niacinamide चाहिँ धेरै कुराहरुको लागि हेल्प गर्ने भएकोले म्याक्सिमम स्किन केयरहरुमा हुन्छ niacinamide बट त्यही भन्छु म 3 to 5% भएको मात्रै युज गर्नु होला स्किन बेरियर ड्यामेज छ एक्टिभ एक्नेहरु आउँछ ठुलो एक्नेहरु हुन्छ नि ब्लेमिशेसहरु रेड स्पट्सहरु हुन्छ भने चाहिँ I will not suggest you तपाईहरु 10% या 5% देखि पनि एकदम माथि कन्सन्ट्रेटेड भएको युज गर्नु भनेर चाहिँ म सजेस्ट गर्दिन बिकज त्यसले चाहिँ अलिकति हुन्छ नि नराम्रो साइडमा इफेक्ट गर्न सक्छ सो 3 to 5% युज गर्नुहोस् हैन लेट योर स्किन ब्रीथ
युज गर्नुहोस् हेर्नुहोस् कतिसम्म त्यसले इफेक्टिभ हुन्छ बिकज नायासिनामाइड 2 to 3% या 2 to 5% भएकोले तपाईँको स्किनलाई केही पनि हानि गर्दैन जतिसुकै सेन्सिटिभ भए पनि बिकज इट इज क्लिनिकली प्रुभन टु रिड्युस यर पोर्स फाइन लाइन्स रिङ्कल्स होइन हाइपर पिगमेन्टेसन डार्क स्पट्सहरू रेड स्पट्स रोजेसियाको लागि पनि राम्रो छ भनेर इट्स अलरेडी क्लिनिकली प्रुभन 3 to 5%. अनि 10%मा मैले युज गरेको भनेको चाहिँ इन्किलिस्टको द अर्डिनरीको अरू पनि थुप्रै युज गरेँ बट यदि कुनै 10%ले मलाई राम्रो गरेको मेरो स्किनलाई म सेन्सिटिभ स्किन कम्बिनेसन टु ओइली अनि एक्ने प्रोन पनि हो है सो यो चाहिँ द इन्किलिस्टको हो यदि 10%मा तपाईँले युज गर्नु चाहनुहुन्छ भने यो एकचोटि ट्राई गर्नुहोस् है बट म चाहिँ 10% सम्म नजानुहोस् नै भन्छु 3 to 5% सम्म भएको नै युज गर्दा हुन्छ अर्को कुनै सजेस्ट गर्छौ भनेर भन्नुहुन्छ भने चाहिँ मसँग यो छ यो चाहिँ कोरियन ब्युटी प्रडक्ट हो अफोर्डेबल साइडमा पनि छ अनि सो यो चाहिँ APLB को ग्लुटाथोइन नायासिनामाइड एम्पियल सिरम भन्ने है सो यसमा चाहिँ नायासिनामाइड छ सेन्ट्रल एजियाटिका छ अरू पनि थुप्रै इन्ग्रेडियन्टहरू छ जुन चाहिँ सुदिङ एन्ड कामिङको लागि एकदमै राम्रो हुन्छ सो यो अरू त तपाईँहरूले थुप्रै बजारमा कोरियन प्रोडक्ट्सहरू पाइ नै हाल्नुहुन्छ जहिले पनि फर्स्टमा यदि तपाईँहरू नयाँ हुनुहुन्छ फर्स्टमा स्किन केयर स्टार्ट गर्दै हुनुहुन्छ भने चाहिँ प्लिज कामिङ एन्ड सुदिङदेखि स्टार्ट गर्नुहोस् स्किन केयर यो स्टार्ट गर्नुहोस् जुन चाहिँ सेन्सिटिभ स्किनको लागि हुन्छ सो त्यहाँदेखि तपाईँले अलिकति तपाईँको स्किन होइन कस्तो हुन्छ त्यो स्किन केयर लगाएर फिल गरिसकेपछि चाहिँ त्यसपछि चाहिँ तपाईँ अलिकति अगाडि बढ्नु सक्नुहुन्छ लाइक बेबी स्टेप्स हैन सो द्याट्स इट गाइज आई होप इट हेल्प्स धेरैजनाले क्वेसन्स गर्नुभएको थियो डिएममा आएर सो त्यही भएर मैले चाहिँ सजेस्ट गर्नु आएको सो ड्यामेज स्किन बेरियर ड्यामेज छ एक्टिभ एक्ने छ भने प्लिज डोन्ट एक्सिड 5% नायासिनामाइड है तपाईको स्किन भर्खर स्टार्ट गर्नु खोजिरहनु भएको छ या त तपाईँ पहिलेदेखि स्टार्ट गरिरहनु भएको छ नायासिनामाइड युज गर्छु बट मेरो रिजल्ट आएको छैन भन्नुहुन्छ भने चाहिँ तपाईँको स्किन बेरियर ड्यामेज छ तपाईँ एक्ने प्रोन स्किन हो तपाईँको एक्नेहरू धेरै छ एक्टिभ एक्ने भने चाहिँ प्लिज 5% देखि एक्सिड नगर्नु होला 3 to 5 मा स्टिक हुनुहोस् डेली युज गर्नुहोस् बी कन्सिस्टेन्ट होइन रिजल्ट तपाईँले आफै देख्नुहुन्छ बिकज 3 to 5% चाहिँ क्लिनिकली प्रुभन छ इट इज नट गोइङ टु हार्म यर स्किन भनेर अनि प्लस के रिड्युस गर्छ के को लागि हेल्पफुल हुन्छ भनेर पनि छ सो आई होप दिस हेल्प्स थ्याङ्क यू फर वाचिङ अनि सी यू इन माई नेक्स्ट भिडियो बाई